साथीहरु अस्ति चाहिँ ढेँडो चाहिँ साह्रै मिठो लागेको थियो मलाई कि। अन्त अस्ति चाहिँ मैले खाएर पनि पछि थपेको थिएँ। अन्त आमालाई कम्ती भएछ नि त आज चाहिँ आमाले निकै ओह्राल्नु भएको छ। अन्त म र आमा चाहिँ ढेँडो खाने, च्याङ्बाको लागि चाहिँ खाना पकाइदिने हो। ल खाए त साथीहरु। ढेँडो किन चपाएर खाएको भनेर सोच्नुहुन्छ होला, तर यो गुन्द्रुक र भोटो मासुको उयोले गर्दाखेरि चाहिँ मैले चपाएको है साथीहरु। एकदमै आमा आउनु भएर चाहिँ खान पाएँ। मलाई बनाउनु आउँदैन। अब चाहिँ फापरको पिठोको ढेँडो खान मन लागिरहेछ, त्यो पनि चाँडै नै खानेछु। यस्तो अर्ग्यानिक खानाले चाहिँ हामीलाई ताकत अब कस्तो भयो ताकत दिन्छ नि त। र मलाई मन पनि पर्छ है साथै।